हेलो एन्ड नमस्ते साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल। सो म आज धेरै दिनपछि भिडियो बनाउन गइरहेको छु तपाईँहरूको लागि है। सो भिडियो पुरा हेर्नु होला, फुल वाच गर्नु होला है। सो आज म भिडियो बनाउन गइरहेको छु छिमेकी आन्टी अनि रुममेट्स एपिसोड नम्बर 101 भाइन्सले अपलोड गरेको छ। गएर उहाँलाई सपोर्ट गर्नुहोस् अनि थोरै मलाई पनि सपोर्ट गरेर फुल भिडियो हेरेर सब्सक्राइब गरेर भिडियोमा लाइक अनि कमेन्ट गरेर जानुहुनेछ भन्ने विश्वास छ र तपाईँहरू गर्नुहुनेछ। सो सिधै धेरै लामो इन्ट्रो नदिँदै होइन सिधै भिडियोलाई स्टार्ट गरौँ। 101 बाइट्सको छिमेकी आन्टी है, पहिला ठुलो पारिदिन्छु अनि स्टार्ट है साथीहरू। मान्डु चहर लाग्छ रहर माल छ रु सर्स यार 200 दिन्छु अहिले म 500 दिन्छु। ल ल ल 300 मा गरौँ न ल अब 400 भयो। ल 400 ल ल ल हुन्छ 400 दिन्छु। रे बेबी मलाई यसो 5000 जति चाहिएको थियो। कति मागेको? हप्तामा एकचोटि दिन्छु त। 1 महिना भइसक्यो नि तिमीलाई नदिएको। अस्ति पनि पिरियड छ भन्यौ। मैले पैसा भनेको। पैसा त दिन्छौ कि तर अहिले अलिकति हल्का इमर्जेन्सी परेर। ल ल त तिमीले मलाई माया त गर्छौ नि। बेबी तिमीलाई जति माया त म कसैलाई गर्दिन। कसम हो नि? कसम हो के? कसम हो नि? कसम हो के? कसम हो नि? कसम हो के? तँलाई कसम हो नि, कसम हो नि। यिनीहरूलाई जति गर्ने हुँदैन। स्यालेरी जब 20,000 छ, काम चाहिँ गदास्त गर्नु छ। चन्दन यो अर्को फाइल नि आएको छ, यो नि कम्प्लिट गर है। तेरो नोकर हो 20,000 स्यालेरीमा गदास्त काम गर्नलाई कहिले यो भनेर भनेछ, कहिले त्यो भनेर भनेछ। मनमा लाग्यो ना पुरै त्यसरी भन्न कहाँ सक्नु। चन्दन चन्दन सर हुन्छ सर। ल यो फाइल नि कम्प्लिट गर है चाँडो। हस् हस् सर हुन्छ सर। अन्त रुममेट्स 3 जना रुममेट्स होला त्यसो भए। मासाले त्यो पेपर आए मान नखा भने हैन। याले मेरो ब्रेकअप भइराछ यार, ले न तान्नु दे। लाता मुजी लास्टमा परे म जान्छु भनेर क्या। कस्तो दे न यार। त ल्याङ नगर है। त मलाई दे न यार। म जान्छु। ओइ खाली झगडा बसिन दुईजना म जहिले पनि मान्छे थाकेर आउँछ के हुन्छ, खाली शान्तिको कुरामा झगडा गर्छ के गरिरहेछ। झगडा चाहिँ के कुरा गर्छ तिमीहरू? ए यो लास्ट पप कसले तान्ने भनेर। मैले तान्ने। अगर आप अपनी एक्स गर्लफ्रेंड से फिर से पैच अप करना चाहते हैं तो ये 3 स्टेप्स जरूर फॉलो करिए। नंबर 1, उसको किसी भी तरह का टेंशन देना बंद कर दीजिए। यत्रो वर्षमा लाग्यो भयो। ऑनलाइन हो या ऑफलाइन। और तबला। आप सोशल मीडिया से खैले म गर्छु। यो मलाई लामो जब पनि भक्क लागिसक्यो मलाई यार। सुपरभाइजर जहिले किचकिच गर्छ मलाई। सबभन्दा बढी पैसा दिने त्यही केटी थियो यार। त्यही केटीसँग ब्रेकअप भयो यार। कसले पैसा दिन्छ होला। आफ्नो त 1000 को माल बिक्यो आज। बहुत टेन्सन छ यार आफूलाई। एउटालाई उहाँ केटीको जनाको टेन्सन, 3 अर्को गाजाको कहानी। बिजनेस। आफू मरी काम गर्, तिमीहरू सिरियस कहिले नहुने भए। अब कसरी खर्च पुर्याउने, कसरी भाडा तिर्ने। कसरी तिर्ने थाहा छैन र तँलाई। आज चिकन किपो आज चिकन come on ओहो ल ए सरी मजाले काममा तान्यो ठिकै हो क्या। झकेराहरूले। घरबेटीलाई भाडा तिर्नु पर्दैन। हप्तामा एकचोटि गयो तर हामीलाई चिल छ। हाम्रो पालो खासै आउँदैन। फेरि जस्तो त्यसलाई छानिरहेको हुन्छ। के थियो बे त्यो? तँलाई सधैँभरि खिचिरहनु पर्छ? अब त्यो त मेमोरीको लागि नि। योसँग सदा जोड खिच्छैस। मिस्टेक गरिस् नि मुझे 78 भइसक्यो। Want protein, fiber, and iron? Kellogg's Cocoa Puffs, the all-in-one breakfast.
77 होइन 78 भइसक्यो साथी Don't be surprised. ले Everything mistake has the गरेको। ordinary. म डिलिट गरिदिन्छु क्या एकछिनको लागि मात्र भन्नु यार त्यसलाई भन्नु डिलिट गरिदिनु भनेर कस्तो म यहाँ गेम खेलिरहेको छु क्या ब्रो काम छैन खालि गेम खेलिरहेको छु काम त्यही साइड इन्कम हो क्या ब्रो यार त्यही भएर त म खेल्छु नि कहिले काहीँ यसबाट गेम्स पनि भयो कहिले काहीँ यस्तो साइड इन्कम पनि हुन्छ क्या तँ पनि खेल्ने म तँलाई भन् र त्यहाँ प्रोमो कोड छ लिङ्क छ होइन कमेन्टमा होइन त्यहाँ गएर खेल अनि त्यसपछि गएर त्यहाँनिर चाहिँ लट्स अफ भेराइटिज अफ गेम्स हुन्छ क्या ब्रो त्यहाँ टक्क लाएर गेम सेम खेल्ने अनि त्यसपछि गएर भाग्यमा जित्ने हो क्या ब्रो साइन अप बोनसेसहरू पनि टन्न हुन्छ अब म भन्ने काम भनिदिइहालेँ अब त खेल्न मन लाग्यो खेल नमन लाग्यो नखेल क्या ब्रो हेरौँ हुन्छ ल ब्रो फायर Kenapa anio gasali? No. के भाग्य लिएर आयो यार हप्तै पछि त घर बेटी हो कि घर बेटा हप्तै पछि जानुपर्छ यस्तालाई भन्दा पनि टक्क आन्टी रे क्या टक्क लाएर क्या सोच त केटा ठुलो विदेश गएको अझ हाम्रो छिमेकी रे क्या राम्रो ट्याक्क गाडीबाट ट्याक्क यहाँ झरे गरे क्या मलाई आयो भन्दै छर्दिरा त मलाई त कडा छ कि साँच्चै हो क्या केटा हो गइसक्यो तल तपाईँ किन चिन्ता लिनुहुन्छ अब हामी घरसम्म पुऱ्याइदिइहाल्छौँ थ्याङ्क यू त्यो बक्सा चाहिँ अलिक बिस्तारै त्यो बक्सामा मेरो हस्बेन्डको फोटो छ अलिकति गरौँ त गरौँ रहेछ तर फेरि हेर्नुहोस् न मेरो हस्बेन्ड विदेशमा हुनुहुन्छ त्यस्तो गर्नु पनि छैन त्यस्तो तर छिटै आउनुहुन्छ होला अलिकति ढाड चाहिँ दुखिरहेको छ तर आउनु हुँदैन होला अस्ति भर्खरै त जानु भएको थियो ए आउनु न आउनु कता हो तपाईँ कता हो नि यता हो अगाडि अगाडि लास्टै भार्दैछु कहाँ झारिदिउँ त्यही भित्रै झारिदिनु न साँच्ची सामान त्यो सोचेकोलाई केटाले हजुर बस्दै गर्नुहोस् न हजुरहरूले जुस लिएर आइदिनु थाक्नु भएको होला कहाँ थाक्ने यतिमा त स्ट्यामिना त कडै छ क्या 8 घन्टासम्म त नन स्टप कुदिन्छ अब स्ट्यामिनाकै कुरा भइसकेपछि फेरि म खेलकुदमा चाहिँ अलिकति खत्रै छु क्या तर यसको छिट्टै झर्छ विकेट भने यो अलिक क्रिकेट सिकेट खेल्छ नि त ब्याटिङ खास छिट्टै झर्छ हजुरहरूलाई म जुस लिएर दिइहालेँ है त हजुर अनि हजुरहरू कता बस्नुहुन्छ नि हजुरको मनमा हजुरको मतलब हजुरको यो के भन्छ भन्दाखेरि यो ठाउँलाई चाहिँ मन्टोल भन्छ है खासमा यही साइडको बिल्डिङ नै हो हाम्रो सेकेन्ड तला हो तपाईँलाई केही चाह्यो भने हामीसँग हेल्प गर्नलाई अब हुन्छ नि कहिले काहीँ तपाईँ एक्लै हुनुभयो भने लाइक हामी मतलब एक्लै कहिले काहीँ हेल्प चाहिन्छ नि त अनि त्यसो हामी हुन्छ भइहाल्छ नि म भर्खरै हस्पिटल गएर आएको थिएँ अनि अलिअलि टाउको दुखिरहेको छ अनि ढाड नि अलिअलि ए भनेपछि अलिकति औषधि चाहिँ चाहियो नि त म हुन्छ म औषधि चाहिँ मजा छ नि औषधि तपाईँको टाउको चट्टै ठिक हुन्छ मैले त तेल पनि लिएर आएको छु मतलब मसाज तपाईँ कम्मर पनि सन्चो गर्छ क्या यसले मतलब के हेल्प गर्दै कि ए हुन्छ म अब एकछिन रेस्ट गर्छु अब तपाईँहरू पनि हुन्छ त्यसो भए हामी अहिलेलाई जान्छौँ नि त आन्टी यो राखेर जाऊ बाबु खतरा मासु बनाइदिएर छ लास्ट क्या जसरी हुन्छ मै पठाउँछु म हाल्छु मैले पहिले देखाएँ आएको न म पहिला आएको मैले पहिले देखाएँ नि त म पहिला हाल्छु है भन्दा सुन फेरि म तँलाई खैला म हाल्छु म पहिला हाल्छु मेगी आन्टीले मलाई
चान्स त दिएन मोबाइल हाल्छु मलाई पहिले देखाऊ नि त मोबाइल हाल्छु है भन्दै सुन फेरि म तँलाई खैले म हाल्छु नाटक नगर म हाल्छु भनेपछि म हाल्छु भनेपछि म हाल्छु नि फेरि हाल्छु भनेर सोचिरह होला केटोले म हाल्छु मोबाइल हाल्छु है फेरि नाटक नगर म हाल्छु भनेपछि के भयो अब तिनजना झगडा गर्दै बस्यौँ त अब को हाल्ने भनेर होइन यसले त हाल्नै मिल्दैन के हाल्छ नि ए किन मिल्दैन मलाई म के भन्नु जस्तो मलाई त्यस्तो म हाल्छु किन हाल्दिनँ एन्ड्रोइड हेर्नु के भन्दै एन्ड्रोइड म त हाल्छु भनेपछि हाल्छु हामी चार्जर पुरो अरे ए चार्जर त्यही मैले चार्जर भनेको म तरकारी पकाएँ भात फुल पाउने पकाएँ म भाडा हाल्छु ल म हाल्छु Tough stains? Vanish removes the toughest Well, stains while protecting your colours wash after wash. Find the efficiency your team needs with Asana. अयो Try it for free. ल रेडी भयो केटा ल पाएर तर छिमेकी चुहाक चाहिँ लास्ट चुहाक हो यार तेरो दाइले लाइन हान्छ त्यो घन्टी सम्झिने पानी छम्किने भाइ त्यो फिगर त्यो बदन यत्रो छिमेकी आन्टी मेरो भनेर हुँदैन भाइ गाँडो दमाउनुपर्छ ल केटा अर्को पनि रेडी भइसक्यो ल त पनि तान्न म तान्नु लाग्यो आज फ्राइडे नाइट भोलि 10-11 बजीतिर उठ्नुपर्छ क्या तान्न तर छिमेकी आन्टी हर्स चाहिँ छि कति अन्टेन्डी भनिरहेको अलिकति रेसिपी भन्ने कुरा हुँदैन ऊ पनि त कसैको स्वास नि हो नि यार खालि अन्टेन्डी हुन अन्टीको पछि लागेको के छु भन्ने इमान भन्ने कुरा हुँदैन छैन के भन्ने त सोच तेरो आँगनमा गाई आयो अरे तर गाईको कोही मालिक पनि छैन अरे अब मालिक नभएको गाईलाई त दुध दिन जान्छ साह्रो छि अन्टी हो त्यो थोरै गाई हो र तर दुध त सोचेर सोच मलाई अरू कुरा थाहा भएन तिमीहरूले त्यो केटालाई आँखा लाउनु भएन केटा भाइ नाटक मेरो भन्दैछु नाटक एकछिन चुप लाग्यो मेरो बाबुजीको फोन एकछिन चुप हेलो बाबुजी नमस्ते नमस्ते काठमाडौँबाट मेरो बेटा अनि भात खाइस् खाए बाबुजी त्यहाँ सबै सजिलो छ नि त्यहाँ अस्ति परीक्षा भन्थिस् के भयो त्यसको रिजल्ट बाबुजी एक्जाममा त 100मा 100 आएछ अनि आयो के छ कोठाहरू सबै साफ छ नि सरसफाइ त बाबुजी हामी एकदम गर्छौँ एकदम सबै कुरा सफा हुन्छ भुइँ त अझ यति सफाइ हुन्छ यसो टिलिक्क टल्के हुन्छ कि ऐनै हेर्ने मिल्छ बाबुजी अनि पूजापाठ के छ बाबुजी सत्यनारायणको पूजा हुन्छ बिहान बेलुका त पूजा हुन्छ धुप त झन् बलेको बलि तपाईँ त्यस्तो केही सोच्नु पर्दैन क्या बाबुजी हामी एकदम सफा सुग्घर भएर बस्छौँ अब हामी बिहान बेलुकै भजन सुन्छौँ अब भित्ताभरि त भगवानको तस्बिर छ बाबुजी अनि सङ्गतियाहरू कस्तो छ नि ए राम लक्ष्मण जस्तो छन् बाबुजी ठिक छ म आउने सोचिरहेको छु बाबुजी अहिले सबै ठिकै छ अहिले आउनु पर्दैन सबै राम्रै छ अहिले यहाँनिर अब त्यही पनि अब तपाईँ आउनुहुन्छ भने आउनुभन्दा एक दिन अगाडि चाहिँ कल गर्नु है अरू कुरा पछि गर्नु बाबुजी हस् अहिले मैले राखेँ बाई यसलाई म सरप्राइज दिन्छु म तेरो डन भन्ने बाउले कल गरे हो कडा हो मेरो बाबुजी त तेरो बाउको थुतुर नदेखायो र मरेस याद सरप्राइज अनि के भन्दै थिइस् रे मरेको स्याल होइन म खतरै छ त यसको बाबु त फेरि तिमीलाई केही थाहा नै छैन क्या यो हामी यस्तो पारामा यस्तो रुमहरू बसिरहेको छ भने थाहा भयो नि त 98 101 पुग्छ ल चन्दन हागुर्नु मेरो नाम दिपेश है अहिले भोला भोलि बिहान बाउ आइपुग्ने हो ओइ केटा चिया खाने होइन आन्टीले चिया खानु बोलायो कि हिँड्छौँ एक्चुली थ्याङ्क यू सो मच हिजो मलाई हेल्प गर्नु भएकोमा त्यो त अब यसको डेलीको काम हो क्या भरे
हजुर एकदम रमाइलो मान्छे हुनुहुँदो रहेछ खुसी लाग्यो हजुरहरूसँग भेटेर म चिया बनाएर लिएर आइदिएँ चिया भन्दा पनि दुध खानु पाए हुन्थ्यो खानुहोस् न त म दिइहाल्छु नि खोल्नुहोस् ग्यास खोल्नुहोस् अनि दुध तताएर ल्याइदिनुहोस् भनेर हुन्छ म हुँदा त किन दुःख गर्छु किन मलाई ल्याइदिइहाल्छु नि क्लास भइहाल्छ त्यही फ्रिजमै छ मलाई सबै थाहा छ ल्याइहालेँ अनि उहाँ झन् मजाको मान्छे हुनुहुँदो रहेछ अघि हामी 2 घन्टा कुरा गरेको थियौँ केटाले तान्न लाग्यो आज फ्राइडे नाइट भोलि 10:11 बजी उठ्नुपर्छ क्या तान्न के थियो बुझ्थ्यो के हो लामो फ्राइडे नाइट भनेर टन्न गाँचो खुवाएर अनि त्यसपछि 2 घन्टा गएर कुरा गर्थ्यो नि कुरा मात्र गरिस् नि सबै अलिअलि अब तिमीलाई चिया खानु बोलाइहाल्नु भयो नत्र त फेरि ब्रेकफास्ट त मिठै हुन्छ क्या केटा उदयन भाइ तैँले फल खेलिस् मलाई के फुटबल म्याचहरू फल खेल्नलाई मैले त मलाई अब छोडिदिएको तिमीहरू मैले त घन्टा नि छैन यो त तँलाई अब त नआइज हामी लाइन हान्छौँ ल किन मलाई म नै आउँछु नि म सोच त यो भिडियो अन्टिल देखेँ कति नराम्रो सोच्थेँ त नआइज बिचमा अब तरमा जाने हो हेर जसले पहिला सुरु लाइन हान्न सक्छ आन्टी त्यसको पहिला सुरु म जान्छु त सेकेन्डमा जान्छु त किन फर्स्टमा जाने भाइ म जान्छु फर्स्टमा ल्याइन त्यसो भए कोइन टस गरौँ त्यस्तो हुन्छ 50 सुरु नगर्न ठुक्की सुरु गर भाइ बच्चा जस्तो नगर सुक अब हेर तेरो दाइले कसरी केटी पट्टाउँछ तिमीहरूलाई थाहा छैन क्या केटीसँग कसरी बोल्नुपर्छ तेरो दाइको कन्फिडेन्स लेभल हेर्न भाइ तेरो दाइले फरर बोलिदिन्छ क्या भाइ केटी त यु बटाइदिन्छ क्या भाइ अब हेर And the true estimate report is in your email. As per this Ketti report, pataunko has jo. high ROI. Know the real value of your property with True Estimate. Bayou.com. Real data, real brokers, real properties. Now with Steam, the Philips Dual Basket Air Fryer. ल मिसन सक्सेसफुल हुन्छ कि क्या हो बेलु मेरो के गर्दै हुनुहुन्थ्यो नि तपाईँ मैले त काम गरिरहेको डिस्टर्ब त गर्दैन नि छैन कस्तो राम्रो देखेको आज तपाईँलाई म तपाईँलाई एउटा सामान ल्याइदिएको थिएँ के लिएर आइदिनु नभेट्नु त यो त मेरो फेभरेट डल हो नि हो र यत्रो घरमा म एक्लै बस्थेँ अब यही डलसँग सुत्छु भाइ त मलाई साथीहरूले डल पनि भन्दै गर्छ नि डल कि डलले होइन हजुरहरू जिस्किरहनुहुन्थ्यो अनि त्यही भएर मजाक गरेर के काम ल्याउनु आउनु डल कि डल दिदी हात कापेर तपाईँको म्यारिड लाइफ त राम्रै चलेर होला है चल्न त एकदम राम्रो चलिरहेछ तर के गर्नु उहाँ टाढा हुनुहुन्छ ए टाढा हुनुहुन्छ है त्यसो भए त तपाईँलाई साथ चाहिन्छ होला नि है हजुर काम भयो होइन त्यस्तो केही होइन मैले भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ भात खानुभयो तपाईँ भन्न चाहिँ के खोजिरहनु भएको छ भन्नु चाहिँ के खोजेको भन्दाखेरि चाहिँ तपाईँ चाहिँ मलाई कस्तो राम्री लाग्छ म चाहिँ सिङ्गल हो अनि अरू केटा जस्तो छैन म तपाईँ भन्न चाहिँ के खोजिरहनु भएको छ सिधा सिधा भन्नुहोस् न मलाई तपाईँ राम्रो लाग्छ म सिङ्गल केटा हो मलाई म अरू केटी पनि हेर्दिनँ म तपाईँलाई राम्रो लाग्छ म आई लभ यु मैले त के बुझेँ मलाई तपाईँ राम्रो लाग्छ थ्याङ्क यू म त फेरि केटीसँग कसरी बोल्ने मलाई त्यो पनि आउँदैन क्या फेरि अहिलेसम्म बोलेको पनि छैन त्यो अर्को 2जना साथीहरू चाहिँ केटीहरूसँग कहाँ जान्छन् क्या अनि त्यसपछि उनीहरूको चाहिँ गर्लफ्रेन्ड सर्लफ्रेन्ड छ मेरो त अहिलेसम्म गर्लफ्रेन्ड पनि छैन अहिलेसम्म बनाएको पनि छैन भनौँ न भनेपछि हजुर सिङ्गल है हो नि म सिङ्गलै हो क्या म एउटा केटीसँग नि रिलेसनमा बसेको छैन नि को त केटी कसरी बोलिरहेकोदेखि तिमीलाई थाहा छ नि म तिम्रो गर्लफ्रेन्ड हो भनेर केटी त गर्लफ्रेन्ड रे त गर्लफ्रेन्ड भए म चाहिँ को त अनि उसको मेरो 2 इयर्स भइसक्यो रिलेसन मेरो 3 इयर्स भइसक्यो we have planned our future के हो नि यस्तो के गरिरहेको भने यार यस्तो भएन क्या तिमी अन्टी पनि गयो गर्लफ्रेन्ड पनि गयो
चाहिँ खाकेले गरे अब त्यसलाई त किरा हाइपर नन छोड्दै भइहाल्यो हुने कुरा अब जे हुनु भयो यसको शाखा यसलाई सम्झारले म सम्झाएर यसलाई सम्झारले के भएको त के भएको भने के भएको छोड्दैन एउटा के अब एउटा कुरा सुन है अब पास्ट इज पास्ट यस्तो कुराहरू छोड्दे क्या ब्रो हुन्छ नि अब तैँले जसरी पनि चान्स पाएन तेरो भाग्यमा छैन अब आन्टीलाई म चान्स दिन्छु के ब्रो त्यो बापतको मसँग 4-5 चिक्सहरूको नम्बर छ क्या ब्रो दिन्छु क्या म ला डन ब्रो के छ यार तिमी छ यार के गर्ने आफ्नो त बाटो बन्द गरिदिइहाल्यो कहिले काहीँ बाटो बन्द हुन्छ यस्तै त यो भनेको नेपालको सिस्टम जस्तो हो क्या आइज तलमा तेरो लागि मैले के गरिदिएँ त मेरो बच्चीदेखिको साथी हो कि ल अस्ति तेरो आचारसँग झगडा पर्दाखेरि म 11 बजी केटाहरू लगेर पिटाएको नि ल त्यो त तेरो लागि मैले के गर्दाखेरि त ब्ल्याकमेल त त्यसले गरे भने मैले गरेँ होइन त हो कि ल अब म आन्टीलाई चान्स हाल्छु हेर होइन त बिचमा नआइज तैँले मैले तँलाई तेरो लागि धेरै गरिदिएको नि हो कि ल आफै भन्नु ल बिचमा नआइज है त ल यस्तै हो क्या गाइज अब तिमीहरूको भाग्यमा रहन्छ होइन अब लाइक आन्टी चाहिँ मेरो साइडमा अब मैले पठाउँछु भनेर सोचेर कुन चाहिँ किटले मलाई इग्नोर गर्छ कुन चाहिँ किटले मलाई रिजेक्ट गर्छ लाइक म आज बेलुकासम्म तिमीलाई गुड न्युज दिन्छु या गाइज हेर दाइको पावर Want iron like dates? Kellogg's Cocoa Pops, the all-in-one breakfast. ल पानी निस्क्यो नि त इजी हो क्या त थ्याङ्क यू सो मच हजुरले कति छिटो पानी निकालिदिनु भयो लाइक अरूले त मलाई हर्को साम्बाङ पनि भन्छ कि अर्का जाम्पा हजुर त कस्तो पानी अरू नभन्नुहोस् है प्लिज म मात्रै हो जोक्स हान्ने अब यस्तो हुन्छ नि लाइक म चाहिँ अब कमेडी च्याम्पियनतिर पनि जानु सोचिरहेको छु कि जोक्सहरू राम्रो छ नि त हुन्छ नि लाइक अब केटीहरूलाई पनि जोक्स हान्ने केटाहरू मनपर्छ नि त होइन तर मलाई चाहिँ सिरियस केटाहरू नै मनपर्छ मेरो उहाँ पनि सिरियस हुनुहुन्छ यो देश कता जाँदैछ त यो फागुन 21 गतिको चुनावमा के हुन्छ कस्तो पानी ल गएर बस्दै गर्नु म पारा हजुर आउँछु हुन्छ के पऱ्यो नि लाइक ए सुन्नुहोस् त हजुरहरूले यत्रो गरिदिनु भएको छ मेरो लागि म आज केही बनाएर लिएर दिन्छु है ओके त्यो रेमनसँग होइन ब्रो अहिले सैनिकको माला छ एकदम बडा छ क्या स्टक सकिरहेको छ फेरि एकदम सस्तोमा दिइरहेको छ क्या त्यसले त्यो ग्रुपको भित्र भन्दा फोर नि हेलो माल छ नि ब्रो दाइसँग माल हुँदैन त ब्रो माल त ब्रो लाइक हेर्दा त गइसक्यो क्या ब्रो यस्तो माल हुन्छ नि लाइक यो त मैले खासै काहीँ देखाएको छैन क्या ब्रो त्यस्तो तर अब मैले चाहेको छैन ब्रो किनभने आज भर्खर झरेको माल हो क्या ब्रो हुन्छ नि लाइक सही नै लग्यो अब म पहिला मै चाख्छु होला अनि म चाखिसकेपछि तिमीलाई भन्छु नि लाइक है ल कहिले चाहिने ब्रो बचिनुहोस् भाइ अब हेलो काम भयो तर मेरो भयो तेरो भयो काम भयो 4-5 वटा केटी त्यसै पठाएको हो त मैले 5-6 वटा त सिमै छ ब्रो के भन्नु भएको यो ए त्यस्तो केही भन्नु खोजेन यो चाहिँ अलिकति केटाहरूले यसो गाँस खान्थ्यो अनि त्यही भएर म त राम्रो म त छुँदै छुँदैन यो त अहिलेसम्म मैले छोएको पनि छैन यस्तो गाँस म खाँदै खाँदिनँ यस्तो ल ब्रो यार तिमी त यहाँ पो बसिरहेको रहेछ यार तिमीसँग थरी गाँस अस्तिको गाँस सही छ क्या ब्रो यार अस्तिको बवाल रे यस्तो लङ टाइमै भयो क्या त्यो भनेपछि अब तिमीहरूको दाइको पालो हो क्या ए अति भयो अब म जान्छु बिर्सिसी क्या हो भाइ छैन डिलिट भेटेन लौ छैन त नि यहाँ काम भयो तर मेरो भयो तेरो भयो 4-5 वटा केटी त्यसै पठाएको हो त मैले 5-6 वटा त सिमै छ ब्रो यो पनि जान्छ क्या अब सही हो यार तर सही हो क्या मान्छे है ल हेर्दै गर है ल डिलिट भेटेन अब तेरो दाइले गर्छ चाहिँ गर्छ चन्दन यस्तो त यसले पठाएछ यसलाई हेरिसक्यो भने के त्यही पनि जाउँ न यार एकचोटि हेर्नु जाउँ न नपत्याइ पो दिने हो कि नपत्याउने वालाले ए हुन्छ यो के लिएर आउनु भएको नि
हजुरहरूलाई मिठो खिर बनाइदिउँ भनेर सामान लिएर आएको नि घरमा सकिरहेको रहेछ यो खिर पाक्नु टाइम लाग्छ अहिले यहाँको मोमो खाउनु एकदम मिठो हुन्छ यहाँको मोमो त ठुल्ठुलो हुन्छ होइन पर्दैन अनि साँच्चै हजुरले मलाई यहाँ किन बोलाउनु भएको केही इम्पोर्टेन्ट थियो र खासमा मेरो गर्लफ्रेन्ड थियो क्या रिसेन्टली हाम्रो ब्रेकअप भयो ठ्याक्कै हजुर जस्तै थियो क्या त्यही भएर हजुरसँग कुरा गरेर केही उसको यादहरू मेटाउन सकिन्थ्यो कि भनेर कति माया गर्थ्यो मैले उसलाई छोडेर के हुँदैन यस्तो ठुलो मान्छे रोको सुहाउँदैन त्यो आँसु पुस्नुहोस् हजुरको आँखामा के परे जस्तो छ हुन्छ है अनि जे होस् हजुरहरूको साथी भन्दा हजुर चाहिँ अलि राम्रो लाग्छ मलाई थ्याङ्क यू साँच्ची हजुरहरू भेट भएको चाहिँ कति भयो ए हामी त 3-4 वर्ष भइसक्यो भेटे हाम्रो बन्डिङ त एकदम दामी छ क्या अब निस्क्यौँ होला पकाउन ढिलो हुन्छ फेरि मसँग Why? Let's go, bye-bye. होइन म हेल्प गरिदिइहाल्छु नि होइन हजुरहरूले यत्रो गरिसक्नु भयो अब म नै बनाइदिएँ कसरी टिप हेर्नुहोस् न Era pá. कहते हैं दम बिरयानी की चिकनाई निकालने में दम निकल जाता है बार बार घिसना जो पड़ता है ट्राई फेरी मतलब नो घिस घिस नो घिस घिस फेरी निकाले जिद्दी चिकनाई नेक्स्ट लीडिंग ब्रांड से फास्टर गुड वेरी गुड फेरी 3x stronger grease cutting Bye-bye. Pop into the drama with Pringles. ल भाग्यमानी भएस ल आऊ ल भाग्यमानी के को लास हो खुट्टा छ यो त पुरै बदलियो छ रे ल उही हो साथीहरू ल ठिक छ ल अनि बस्ने कता यही पहिलो घर त्यो तेस्रो तला त ल गइहालौँ न त त्यसो बाबुजी अहिले हामी सिफ्ट भाँच्नु अर्कैतिर त्यही लगन त मेरो चाहिँ अलिकति यता काम छ हामी चिया आउनु बाबु ए रुक यहीँ बसो चिया उतै कोठामा गएर खाउँला हाम्रो फेरि अनि अङ्कल जाडो छ नि त अनि चिया खान जानुहुन्छ जान के तर आराम छ नि बाबुजी चिया खान जाऊ न चल भाग कस्तो कुरा गरेछ त कस्तो बेटा हो रे मान्छे कहाँदेखि थकै लगाएर आएछ यो देखिने वो के हो जानेन भित्र जाने हाम्रो यही हो न चाहिँ तर अलिकति फोहोर छ भाग बबुवा खुब सफा छ भन्थिस् त अलिअलि फोहोर त भइहाल्छ नि हिँड भगवानको फोटो सरसफाइ त बाबुजी हामी एकदम गर्छौँ एकदम सबै कुरा सफा हुन्छ भुइँ त अझ यति सफा हुन्छ कि यसो टिलिक्क टल्के हुन्छ कि अहिले भगवानको फोटो बाबुजी एक्जाममा त 100मा 100 आएछ बिहान बेलुकी भजन सुन्छौँ उताबाट त भगवानको तस्बिर छ बाबुजी बाबुजी सत्यनारायणको पूजा हुन्छ बिहान बेलुका त पूजा हुन्छ धुप त झन् बलेको बले काठमाडौँको तेरो बसाइ त निकै नै शानदार रहेछ धुप त कोठामा बलेको बलै गर्दो रहेछ भित्ताभरि भगवानको तस्बिरै तस्बिर
कति सुन्दर भजन है भजन मादर चोद मेरो पिठ पछि यस्तो गर्दैछस् तँलाई म देखाउँछु मुजी ल मारे मादर चोद लानुहोस् मैले तपाईँहरूलाई खिर बनाएर लिएर दिएको बाबुजीको हो नि उहाँ ह्यान्डसम मान्छे चाहिँ हजुरहरूको साथी हो ए उहाँ त मेरो बाबु साथी हो हामी यो खिर चाहिँ मैले यतै राखिदिएको छु है अनि सुन्नुहोस् त भोलि मेरो घरमा एउटा सानो इभेन्ट छ अनि केक कटिङ पनि हुन्छ रमाइलो पनि हुन्छ हजुरहरू सबैजना आइदिनुहोस् होला है बाबुजी फिदा ल ल कहिलेकाहीँ फोहोर त भइहाल्छ नि अब कोठा हो ल ल राख ज्योति मगरको फोटो चाहिँ हो क्या ओहो छिमेकीको भोलि बर्थडे रहेछ कलेज फी तिर्न भनेर राखे अलिकति पैसा छ खुत्रुकेमा त्यही निकालेर एउटा दामी गिफ्ट किनिदिनु पर्ला अन्त पट्टिहाल्छ नि कसरी पट्याउने होला यार आफूसँग खुत्रुकेमा 1 रुपियाँ पनि छैन चन्दनको पर्छ पैसा देखाएको थिएँ त्यसको चोर्नु पर्ला जस्तो छ टक्क एउटा घडी किनिदिएपछि त केटी त कसो नपत्याला र मेरै हो क्या त्यो केटी त भोलि सबले नजाने भने भाडिन्छ नि म एक्लै जान्छु टक्क एउटा बनारसी साडी गिफ्ट दिनु पर्ला बाबुले चाहिँ के सोचिरा त्यो नानीले त मलाई देख्ने बित्तिकै ह्यान्डसम भन्दै साँच्चीकै ह्यान्डसम छु कि क्या हो म गजबको एउटा गिफ्ट दिनु पर्ला आइफोन 17 प्रो म्याक्स दिनु पर्ला जस्तो छ बिहानको सुरुवातीसँगै आज फेरि आफ्नै घरको सवारीमा फरेको थोरै टोप्रेदारको पत्तासँग अनि के सिकेडा अब आज छिमेकीको बर्थडे हो के हुन्छ जाने के गर्ने के गर्नु भने बर्थडेमा जानलाई गिफ्ट चाहिन्छ गिफ्ट किन्नलाई पैसा हुनु परेन कलेज फीको लागि त बल्ल बल्ल पैसा गरेर चाहिँ 1 पैसा छैन के जानु त्यस्तो त्यही भने त्यही माथि त्यत्रो धनी चाहिँ यार कस्तो दाम गिफ्टहरू ल्याइदिन्छ होला अरूले हामीसँग पैसै छैन मेरो पनि हालत त्यस्तै छ म पनि जान्न बाबुजी बिहान रेडी भएर कता जानु ए पशुपति जाम भनेर अब काठमाडौँ आएन यसो दर्शन गरौँ भनेर है म गएँ भनेपछि बर्थडेमा आज हामी कोही पनि जाँदैन हैन त जाँदैन हो कोही पनि जाँदैन जान्छ र कोही कोही पनि जाँदैन ल सबजना गएर हाते मजियो हाते मेरो जस्तो खतरा गिफ्ट चाहिँ कसैले छैन होला क्या त्यो त अहिले थाहा हुन्छ बरु बिनुजी चाहिँ कहाँ जानु भएछ त्यही त भने ए ठ्याक्कै आउनु भएछ बाबुजी पनि गिफ्ट बाबुजी अनि तपाईँ त पशु जाने भने हैन पशुपति गएर आएछ हाम्रो यो छिमेकी बहनको त्यो जन्मदिन भने त्यो कहाँ जानुभएछ अब हुन्छ होला क्या हामी लाइक फर्स्टमा पुग्यौँ क्या अब गिफ्ट चाहिँ म्या सबले ल्याएको रहेछ है अब खतरा त मेरै होला नि त अब मेरै लिन्छ होला सपना देखिरा ब्रो यहाँ हेर्न मेरो He giggles because his Pampers pants feel like he's wearing nothing at all. New Pampers Ultimate Comfort Pants with lotion infused with vitamin E and aloe vera that pampers baby's skin and a stretchy waistband that protects from leaks despite all movements. Give your little one a comfort that feels like wearing nothing. Nothing Pampers like Pampers. ए हजुर यता बस्नु भएको माथि आउनुहोस् न है मैले भने हो माथि तपाईँलाई धेरै धेरै धन्यवाद आज आइदिनु भएकोमा मैले चाहिँ आज मेरो नजिकको मान्छेहरूलाई मात्रै बोलाएको छु अनि म चाहिँ आज एउटा स्पेसल अनाउन्समेन्ट गर्न गइरहेको छु र त्यो रहेको छ आई एम प्रेग्नेन्ट सरप्राइज बाय बेबी अब म यतै बस्ने हो ला बुढा आइदिरा That's the best gift ever. ल गिफ्ट ला चारैजना गर्नुमा भइहाल्यो केटा अब खाना खानु पर्यो नि कसले पकाउने खाना उयोले पकाउँदैछ
मा तँ पकाएन ए मलाई झडा न कति झडा गरिरहेको बाबाले बनाउनु चाहिँ क्या हो खाना बाबुजी के भयो काठमाडौँको ठाउँमा तँलाई के गर्न पठाएको थियो तेरो हाल हेर कोठाको हाल हेर के गरेको फोर्यो मादर चोद आज त मर्छस् Excuse me. ओहो आज नयाँ अल्लाह आज त Rent overdue, tara hope alive. एउटै प्लेटमा sharing life. काठमाडौँ सिकाउँछ survive. 3 भाइ 1 room, that's the vibe. सो आजको भिडियो तपाईँलाई कस्तो लाग्यो आई होप तपाईँहरूले राम्रै लागेको होला मलाई पनि राम्रो लाग्यो लामो थियो तर राम्रो थियो हँसायो होइन सो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नु होला अनि साथीहरूसँग सेयर पनि गर्नु हुन सक्छ अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला यति भन्दै म लाग्छु आजलाई बाई बाई गुड नाइट अनि जय नेपाल है